खै कुकम्यान हाम्रो यो कुकम्यानहरू चाहिँ नसकिने परि हौ सब्जी पकाउँछ भनेर लिएर आएको बियर बियर बोकेर हिँडेर हुन्छ हो कुकम्यान के हो पारा आगो बलेको छैन त यहाँ त फर्काउनु चाहिँ फर्काउँ फेरि भुइँमा चाहिँ नफर्काउनु है मागेर ल्याउनु झापलीको काम थिएन हौ यहाँ अब उनीहरूले खाएकै छैन ल जो जो भाँडा मागेर लिएर आउँछ हौ उसले खाएर नि गइसक्यो आएर तर हिलो बियर खाने भनेको दाइ र म मात्रै रहेछ अरू त केटाहरू जति अनि मालले लिएर चाहिँ यहाँ हाल्नु रहेछ भनेको एकदम धेरै धेरै मान्छे आउनु होला पैसा भनेको महिनाको 5 लाख रुपियाँ कमाइ हाल नि फेरि जस्तो हुन्छ त्यस्तै हालिदिन्छ यहाँ गर्ने नि यस्तो यस्तो त यस्तो फटाहरू फेरि युट्युबमा हाल्दियो भने फेमस हुन्छ नि छ त युट्युबमा बोलेको जति सबै खेलाउने भेन्टा हलाउने भनेर भन्दैको हाल्ने आज हाम्रो हामी कतिजना छौँ टोटल आज 11 जना है 11 जनाको हाम्रो आज टोटल 11 जना आजको हाम्रो स्पेसल कुक पहिलेको यता यिनको भरोसा भएन यता झापाली मर्छ होला हौ अरे जम्मा छ्याप रे तपाईँ 50 त माग्नु 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 त झापालीलाई नछोड्नु पैसा निकाल होइन क्या अनि माग्नु 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 80 सेन्ट दिनु नि त मलाई माग्नु 80 सेन्ट दिनु 80 सेन्ट दिनु अघि उता नि 50 ल अहिलेको अवस्था भनेको भात खाने कुकमेनहरू चाहिँ कता कताको हो फेरि ओ झापाली हजुर आज नपकाएको नि न यो चाहिँ एकदम इटालीको होइन इटालीको समुद्रमा आएर आज चाहिँ हामी चाहिँ एउटा चाहिँ कस्तो भने साथीभाइ मिलेर एउटा पिकनिक खाँदैछौँ एकदम रमाइलो भइरहेछ राम्रो भइरहेछ सबैजना आउनु होला हामी जस्तै पकाएर खानु होला ल खानासाना खाइयो है अनि साथीहरू चाहिँ यति मजाले मस्तसँगले सुतेको छ होइन ए तपाईँहरू हेर्नु सक्नुहुन्छ भाते निद्रा लागे जस्तो छ केटाहरूलाई है मस्त ओछ्यान सोछ्यान चाहिएको छ हेर्नु होला कोही भने उहाँ पोपर खुट्टी लगाएर बुढी माउहरूसँग बोलिरहेको छ फोनमा हेर्नु होला है मजाले मस्तसँगले उनको काम छैन है फेरि दिनभरि यसरी नै बोलिरहेको छ खाना पकाउन भन्यो भने पनि मोबाइलमै मात्रै झुन्डिरहेको छ अनि यसलाई काम भयो पुग्छ काम त्यति उपर खुट्टी लगाउने आन्टीहरूसँग बोल्दै कोही उठ तल ढुङ्गा गाडीमा बिजाओस् नबिजाओस् मस्त सुतिरहेछन् यसरी आउने हो समुद्रको किनारमा
भात पकाउने हो, खाने हो है, अनि दिनभरि उत्तानो परेर सुत्ने हो। यस्तै छ इटालीको अवस्था अहिले।